छैन ज्ञान लिएको तर पनि बडीले भनेको त्यो शिव र रामको है कि एक दुसराकै गुरु। अन्त शिवले पनि भन्नुभएको थियो आफ्नो पार्वती मातालाई उनको में अनुभव अपना सत्य हरि भजन जगत भई सब सपना। अब त्यस्तो नै हुँदो रहेछ है जब हामीले ज्ञान पाउँछौँ। मलाई त्यस्तो नै लाग्यो। अब केही नाममै अब फेरि बस्तीको मान्छे जङ्गलमै बसेर कमाउने मान्छे ज्ञान पाउँदा त झन् अब एकान्तमा बसेर मजाले त्यस्तै आनन्द दिनु मन लाग्यो। एकदमै म चाहिँ अब यस्तो हर्षित भएर सबै अब म अस्तिको साल बस्ती पनि भनेको सबैले अब मिरिक शाखाका सबै प्रेमीजनहरूको माया सपोर्ट त्यो नदेख्नु भए माया नै प्रेमीकोद्वारा त्यो माया देख्दा चाहिँ ज्ञान लिनुपर्ने रहेछ है यस्तो पो हुँदो रहेछ त भन्ने एउटा जिज्ञासुपन त्यहाँबाट जागिँदै गयो। अब फेरि फर्स्ट अफ अल त अब मेरो आमा बाबाको पनि धेरै नै उयो छ कृपा नै छ। अब त्यस्तो साधु घरमा फर्स्ट अफ अल जन्मिनु पाएँ। अब कति ज्ञानको कुराहरू त आमाको गर्भबाट पनि सिकेको थियो होला। म एउटा अभिमन्यु थियो भने अहिले चाहिँ त्यो ज्ञान पाएर त्यो एउटा अर्जुन समान त्यो आजकलको यो संसारको सबै त्यो के हो राइट रङ त्यो क्रिस्टल क्लियर हुँदो रहेछ क्या। आफूलाई कतिवटा कुरामा डर लागिरहन्थ्यो अरू बेला तर जब मालिकको कृपा भएपछि त्यो डर नै हराइदिँदो रहेछ। एउटा अटोमेटिकली एउटा शक्ति आउँदिँदो रहेछ। बोल्नु पनि सायद म सक्दिनँ होला तर मालिककै कृपा हो यो सब। अन्त तपाईँहरूले पनि यस्तो मलाई उयो अपर्च्युनिटी दिनुभयो मालिकको लागि के बोल्ने। अन्त धेरै कुराहरू छ जुन चाहिँ मैले अब त्यो अस्ति दर्शन गर्नु जाँदा पनि त्यस्तै भयो। अब जब टक्कै दर्शनको लागि बसिरहेको थिएँ आमालाई टक्कै फोन गरेर गान्थे थाप्नुपर्छ यो पालि चाहिँ भनेको। अन्त जस्तो मैले थापेँ यस्तो अब आफ्नोमा आत्मविश्वास होइन। अब काकालाई पनि आइदिएर मैले भनेँ जयकारा काली काली लगाइदिन्थ्यो त्यस्तो अनुभव भएको भन्ने एउटा फिल एउटा साँच्ची आफूभित्र एउटा पावर त्यो कोहीसँग पनि डर लाग्दैन। अब राजै हो जोसुकै आयोस् डरै लाग्दैन किनकि आफूले एकपल्ट मालिक चिनेपछि कोहीसँगै डर लाग्दैन। अब आफूमा दुःख पनि परिरहेको हुन्छ तर त्यसलाई पनि हामी ह्यान्डल गर्न सक्दैछौँ। खुसीलाई पनि हामी ह्यान्डल गर्दै सक्दैछौँ। त्यो खुसीमा पनि ज्यादा नरमाउने अब त्यो दुःखीमा पनि साह्रै दुःखी नहुने। अब जिन्दगीमा डिप्रेस त कति भयो कति खाइयो के भयो भयो तर पनि जब मालिककै साँच्ची नै कृपा पर्छ त्यति बेला मात्रै फेरि ज्ञान पनि पाउनु सक्ने रहेछ। किनकि कतिजना मैले बडा बाजेहरूको कुरा सुने उनीहरूले त्यस्तो खटेको यस्तो खटेको हामीले बाइजीहरू लिएको भनेर मैले उतातिर पनि सुने तर उनीहरूले ज्ञानै पाउन सकेन रहेछ। जबसम्म मालिककै अब जबसम्म तपाईँलाई कृपा हुँदैन मालिकले तपाईँलाई आफ्नो चेला चाहँदैन त्यति बेलासम्म भयो भने ज्ञान चाहिँ साँच्ची पाउनु पनि सक्दैन पनि रहेछ। त्यस्तो पनि लाग्यो मलाई चाहिँ। अब अन्त धेरै अब साँच्ची आत्मविश्वास कन्फिडेन्ट धेरै नै बढ्दो रहेछ। सत्सङ्गहरू सुन्दा सुन्दा आफूले नै अब मजा पनि लाग्दिन्छ त्यसबाट केही ज्ञान पनि हामी प्राप्त गर्छौँ। अन्त एउटा विष्णु पुराणमा एउटा कथा छ जहाँ लक्ष्मी माताले सोध्नुहुन्छ के त्यही हो त यो सत्सङ्ग भन्दा जुन चाहिँ मान्छेले जब आफ्नो लाइफ स्टोरी ट्रु पारामा सुनाउँछ त्योबाट केही अरूले शिक्षा लियो भने त्यो नै सत्य हो त्यो नै सत्सङ्ग हो। तर सत्य पाराले भन्नु पऱ्यो आफ्नो जे पनि छ मनको भावनादेखि लिएर जे पनि छ। हामी अहिले कतिवटा गीतहरू सुन्छौँ किनभने आफ्नो मनको भावना पोखाएको हुन्छ र त हामीसँग रिलेट भयो के हो भन्ने पनि हुन्छ एक प्रकारले। अन्त जबसम्म हामी सत्य बोल्छौँ त्यो कसैले धिकार्नै सक्दैन क्या। तर झुट बोल्नु जब थाल्नुहुन्छ त्यति बेला तपाईँको मुखबाट सरस्वती पनि हराउनु थाल्छ। आफूले जति सत्य बोल्यो आफूले भनेको कुरा पनि प्याट 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 भइदिनु थाल्दो रहेछ। आज यति भनेर म त्यही यहाँनिर मेरो सत्सङ्ग स्थगित गर्नु चाहन्छु। धन्यवाद।